बाई बाई टु आमा कटेज खानासाना खाइयो। अब हामी लाग्यौँ मासतिर। अब बिस्तारै हिँडिन्छ। ढिलो चाँडो अब बेलुकासम्म पुगिन्छ होला सायद। त्यसरी हिँड्ने हाम्रो चाहिँ उद्देश्य हो। खाना मिठो थियो। अब चिकन खान पाइएन, भेज खाइयो। बट इट वाज वर्थ इट। Everything great? You feeling good? You enjoying the moment? Yeah? Of course. Definitely. Yeah. What do you think? So say something about the journey or the trial. It's amazing. Okay. The most beautiful thing of this trip is being with my family. Welcome to Tuntan. यहाँ चाहिँ अलिकति चौर छ, टक्क हिउँसिउ परेको बेला सर्लक्क स्केटिङ खेल्न यस्तो बवाल छ ठाउँ हो नि त। हिउँ परेको बेला चाहिँ यहाँ सही हुन्छ। जेस ट्रेक कस्तो हुँदैछ? ट्रेक मजा आइरहेको बुझ्नु न कस्तो हो? सक्छौ? बस न बस नि भर्खरै आइपुगेछु। So this is the trial. रमाइलो भइरहेको छ जोस्। हल्का फुल्का मुखसुख सुक्यो हो। पानी सानी खाइन्छ बिस्तारै। अब मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो। यस्तो बवाल छ यार। कस्तो हुँदैछ? सबैभन्दा कान्छी हाम्रो उयो हो यो। यस्तो धुप बटुल्दैछ मैले होइन हल्का। त्यो कति भयो देखाइदेऊ नि त। अहिले माथि गएर यसो धुप बालेर सुनिन्छ हामी होइन त। ल जाउँ, लेट्स गो गाइड्स। प्लास्टिक कहाँ प्लास्टिकमा राखेको हुन्छ नि त्यहाँ। हाई वाट्सअप। यो हो नि त पक्का स्विजरल्यान्ड पाराको होइन? बवाल रहेछ। ल हाउ आर यु माई फ्रेन्ड? फिलिङ गुड? फिलिङ गुड man. रास्तामान कम बाबु। हामी चाहिँ यस्तो बवाल ठाउँमा आइपुग्यौँ है। गाइज हाई हेलो गरिदिउँ न त। ल यस्तो दामी ठाउँ छ। ल बाघ गणा त गणाउँछ है। के छ यतातिर चितुवा लुकेछ कि के छ थाहा होइन। ठाउँ चाहिँ बवाल छ। ल चस्मा लाउनु पऱ्यो अलिकति। ल के छ बुस, कस्तो अनुभव कस्तो हुँदैछ? हाम्रो अझै है फर्स्टमा याना
ए के यहाँ हाम्रो डल्ले भाइ हाम्रो नानी र नानी I just woke up from a dream where you and I had to say goodbye. Wherever you go, that's where I follow. Nobody's promised tomorrow, so I'ma love you. Maya Gurula. थकै चाहिँ लाग्छ है बट राम्रो पनि छ त्यस्तो धेरै थकै लागेको फिल चाहिँ भएन इट्स भेरी भेरी गुड जानुपर्ने चाहिँ त्यो टपमा हो साथीहरू हिँड्दैछन् अगाडि अगाडि बवाल छ ल amazing with this music. Wow. Let's go. Madan Joel. Hi. I'll be a dreamer till the day I die. But they say, oh, have a good die young. But we're all strange, and maybe we don't want to change. Oh! I got guns in my head and they won't go. Spirits in my head and they won't go. I got guns in my head and they won't go. Spirits in my head and they won't go. With the gun still rattles, the gun still rattles. Oh. They won't go. Appa Cottage, welcome to Appa Cottage. आइयो है त यो यात्रा कठिन भए पनि रमाइलो छ ठाउँ हैन सो मेरो चाहिँ खुट्टामा अब यस्तो अलिअलि ब्यान्डेज स्यान्डेज बाँध्न पर्ने भयो दुखेर कागहरू रेडी पोजिसनमा छन् के 360 डिग्री हिल सबै कतिवटा देशको झन्डा हालेको रहेछ हाल्नु चाहिँ राम्रो छ एकदम अद्भुत छ दृश्य हाम्रो है र यस्तोहरू चाहिँ आगो बाटो त्यतै हो है यस्तो बनायो भने चाहिँ मागेको कुरा मनोकामना पुरा हुन्छ अरे है भन्ने सुनेमा चाहिँ आगो है यस्तो छ नि सो
यो चाहिँ गाइज स्टिक त लिएर आयो नि त नि स्टिक छेउमा राखेको होला नि बाटोको छेउमा So we are in 3,309 meter. Wow. View, here's view. यस्तो दामी छ आँचा पुछिरह्यो हाम्रो यहाँ चाहिँ है सुरु यही हो कि यही त हो नि के बास्ना आउने कस्तुरी हो कस्तुरी सुनु कस्तुरी हो कि यसको नाम म त चुडाल्छु यहाँ जति पनि फल्छ कि यसलाई यो मान्छेलाई चाहिँ यहाँ माथि चढ्दै ज्ञान हानेर है डिफरेन्सिएसन गर्ने यही रहेछ यहाँ सुरु नम्बरमा चाहिँ यो दाइ आउँछ कसरी म कसरी आएँ असुर गया भन्ने दोस्रोमा चाहिँ के तिनीहरू चोप पुरै लाउने भयो मलाई कपडा लाएर जाँदै जान थाहा होइन लगायत हामी बल्ल बल्ल आइयो बल्ल बल्ल त बल्ल बल्लै भनौँ इट वाज टफ एनिवे वी डिड इट हाउस द जस ल त बल्ल आइयो बल्ल coming home. यो चाहिँ मलाई हरिफ लाग्छ कि यो चाहिँ भिड रहेछ यार लज देखाइदेऊ न त This is the place and this is the view. Lagiri Machu Picchu. कस्तो हुँदैन बवाल उल्टो मैले सक्दिनँ दाइ कस्तो हुँदैन बबाल बवालले झ्याप हुने हो कि जा पनि चसो लगाइदिने हो कि दिदी कस्तो हुने कृतज्ञ चाहिँ कसले विजय